सभामुख महोदय, आज देश कता छ, कहाँ उभिएको छ, अब कता जाने हो? सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले मुलुकलाई स्पष्ट वैचारिक, आर्थिक र संरचनात्मक दिशा दिन सकेको छैन। लोक कल्याणकारी राज्यको मूल मर्मलाई यो कार्यक्रमले आत्मसात गरेको हो कि अस्वीकार गरेको हो? नेपालको संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्र यस नीति तथा कार्यक्रममा कहाँ प्रतिबिम्बित छ? यदि छैन भने के सरकार नव उद्धारवादी आर्थिक नीतिको दिशामा अघि बढ्न खोजेको हो? राजस्व नीति के हो? उत्पादनमुखी अर्थतन्त्रको आधार के हो? रोजगारी सिर्जनाको स्पष्ट खाका कहाँ छ? सरकारले रूपान्तरणकारी सुधार के कुरामा गरेको छ? डिजिटाइजेसन रूपान्तरणकारी सुधारको कुरा गरेको छ। डिजिटाइजेसन आवश्यक छ, प्रविधि मैत्री शासन पनि आवश्यक छ। तर केवल डिजिटाइजेसनले मात्र अर्थतन्त्र रूपान्तरण हुँदैन। प्रविधि, अनुसन्धान, नवप्रवर्धन र उद्यमशील उपयोग बिना दर्बिलो अर्थतन्त्र निर्माण सम्भव छैन। सभामुख महोदय, नेपालमा अहिले 3वटा अन्तर्राष्ट्रिय विमानस्थलहरू रहेका छन्। तर विडम्बना के छ भने मुख्य विमानस्थल अत्याधिक चापमा सञ्चालन भइरहेको छ भने अन्य 2 विमानस्थल प्रभावकारी रूपमा सञ्चालन हुन सकेका छैनन्। नेपालको अर्थतन्त्रको मेरुदण्ड मध्ये एक वैदेशिक रोजगार क्षेत्र हो। लाखौं नेपाली युवाको पसिना, श्रम र त्यागले देशमा रेमिटेन्स भित्रिएको छ। त्यसैले ती श्रमिकहरूको समान स्वरूप एउटा अन्तर्राष्ट्रिय विमानस्थललाई वैदेशिक रोजगारमा जाने आउने श्रमिकहरूको सहजताका लागि डेडिकेटेड लेबर एयरपोर्टको रूपमा सञ्चालन गरियोस्। त्यस्तै सरकारले पर्यटन वर्ष 2085 घोषणा गरेको छ। पर्यटन नेपालको अर्को प्रमुख आय स्रोतको क्षेत्र हो। तर पर्यटनलाई स्वागत गर्ने पूर्वाधार व्यवस्थापन र सेवा प्रणाली अझै पर्याप्त रूपमा व्यवस्थित हुन सकेको छैन। त्यसैले बाँकी अर्को अन्तर्राष्ट्रिय विमानस्थललाई विशुद्ध रूपमा पर्यटन मैत्री व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरको सेवा सहित डेडिकेटेड टुरिज्म एयरपोर्टमा रूपमा सञ्चालन गरियोस्। यदि पूर्वाधारलाई सही नीति र उद्देश्यमा व्यवस्थापनसँग जोड्न सकियो भने ती विमानस्थलहरू नै नेपालको आर्थिक रूपान्तरणका प्रमुख इन्जिन बन्न सक्छन्। सभामुख महोदय, श्रमिकको न्यूनतम पारिश्रमिक कति प्रतिशतले वृद्धि गरिने हो? यसको स्पष्ट आधार त मापदण्ड कहाँ छ? आज आवश्यकता के हो भने श्रम बजारलाई स्किल, सेमी स्किल, हाई स्किल, अन स्किल वर्गीकरण सहित वैज्ञानिक ढङ्गले पुनः संरचना गर्नुपर्छ। त्यस अनुसार पारिश्रमिक, सामाजिक सुरक्षा र अवसर सुनिश्चित गर्नुपर्छ। आम श्रमिक, न्यून आय भएका नागरिक तथा रोजगार वा व्यवसायको खोजीमा रहेका व्यक्तिहरूका लागि सस्तो भाडा वा दीर्घकालीन लिजमा सहुलियत आवास उपलब्ध गराउने ठोस कार्यक्रम यस नीति तथा कार्यक्रममा देखिँदैन। त्यस्तै वैदेशिक रोजगारमा जाने न्यून सिपयुक्त युवालाई सिप विकास मार्फत क्वालिटी ह्युमन रिसोर्समा रूपान्तरण गर्न स्पष्ट कार्यक्रम छैन। अब वैदेशिक रोजगारलाई केवल श्रम निर्यातको रूपमा होइन, दक्ष जनशक्ति निर्माणको अन्तर्राष्ट्रिय रूपमा लिनुपर्छ। त्यसैले अनिवार्य सिप विकास र प्रमाणपत्र प्रणाली लागू गरिनुपर्छ। सभामुख महोदय, नीति तथा कार्यक्रम नै राज्यको मूल नीति दस्तावेज हो भने फेरि अलग सरकार नीति पछि ल्याउने भने कस्तो र किन? यही दस्तावेजभित्र स्पष्ट कार्यान्वयन योग्य र परिणाममुखी कार्यक्रम आउनु पर्थ्यो। हरेक वडामा उद्यमशीलता प्रवर्धनका लागि सहुलियत कर्जा व्यवस्था गरियोस्। कम्तीमा आगामी 5 वर्षमा 50 लाख रोजगार सिर्जना गर्ने राष्ट्रिय लक्ष्य सहित कार्यक्रम ल्याइयोस्। खेलकुद क्षेत्रलाई नीति तथा कार्यक्रममा अपेक्षित प्राथमिकतामा दिएको देखिँदैन। आज विश्वले खेलकुदलाई केवल मनोरञ्जन वा पदकसँग मात्र होइन, अर्थतन्त्र, पर्यटन, रोजगार, कूटनीति, स्वास्थ्य, पहिचान क्षेत्र र युवा सशक्तिकरणसँग जोडेर हेर्दै आएको छ। तर हाम्रो नीति अझै घोषणामुखी, अस्पष्ट र संरचनाविहीन छ। सुशासन, प्रविधि मैत्री र छरितो सेवा प्रवाहमा जोड दिएको यो नीति तथा कार्यक्रमले देखिएको छ। यो विषय अत्यन्त सकारात्मक छ। तर गहिराइमा हेर्दा कार्यक्रम अझै कता कता अलमलिएको देखिन्छ। यसमा थप स्पष्टता, समय सीमा र कार्यान्वयनको ठोस खाका आवश्यक छ। स्टार्टअप नेपाल पोर्टल मार्फत एकै दिनमा कम्पनी दर्ता, कर छुट, बिउ पुँजी लगायतका सेवा उपलब्ध गराउने यो नीति तथा कार्यक्रमको घोषणा सकारात्मक र उत्साहजनक छ। तर अझै चुनौती घोषणा होइन, कार्यान्वयन हो। युवालाई कागजमा होइन, व्यवहारमा उद्यमशीलता अनुभूति गराउन सक्नुपर्छ। र सम्माननीय सभामुख महोदय, भिजिट वर्ष 2085 सरकारले मनाउँदै गर्दा ताप्लेजुङ जिल्लाको उत्तरमा ओलाङचुङ्गोला नाका छ, दक्षिणमा चुवा भन्ज्याङ नाका छ। हामी
यदि यो नाकालाई सरकारले उच्च बजेटको प्राथमिकता दिएर सहजता दिन्छ भने उत्तरको 1.25 अर्ब र दक्षिणको 1.25 अर्ब जनसङ्ख्याको 1% जनसङ्ख्या 3 करोड जनसङ्ख्या ताप्लेजुङमा भित्र्याएर ताप्लेजुङको अर्थतन्त्र मात्र होइन यो देशको अर्थतन्त्र बचाउन सक्ने तागत ताप्लेजुङले राख्नेछ। यो पनि नीति तथा कार्यक्रम र बजेटमा प्रायोरिटीका साथ ल्याउनुहुनेछ र सभामुख महोदय मैले प्रस्तुत गरेको संशोधन प्रस्ताव प्रस्तुत हुनेछ र संशोधन हुनेछ भन्ने पूर्ण आशाका साथ मेरो पनि अन्त्य गर्दछु। धन्यवाद। अब संशोधनकर्ता मान्य सदस्य कृपाराम राणालाई आफ्नो संशोधन पेश गर्दै छलफलमा भाग लिन समय दिन्छु। समय 5 मिनेट।